शिक्षकज्यू, विभिन्न मण्डलीबाट आउनुभएका अगुवा पास्टरज्यूहरू अनि यसै मण्डलीका विश्वासीजनहरू तथा मेरा प्यारा साथीहरूलाई यीशु ख्रीष्टको नाउँमा सबैजनालाई जय मसीह। म नेपाल वेस्टल्यान्ड चर्च सिमले धादिङबाट, मेरो नाम आकृति विश्वकर्मा हो। अनि सबैभन्दा पहिला हामी परमेश्वरप्रति म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। यसै धन्यवाद दिन चाहन्छु जसले हामीलाई चाहिँ उहाँको वचनद्वारा होइन हामीलाई यसरी बढ्नलाई मौका दिनुभयो। साथै यस कार्यक्रममा हामीलाई सिकाउनुभएका शिक्षकहरूप्रति हामी अत्यन्तै आभार छौँ जसले हामीलाई मण्डली इतिहासको विषयमा सिकाउनु भएको थियो। अनि उपदेशक विज्ञान, अगुवापन, सुसमाचार साथै आराधना आदि विषयहरूमा हामीलाई सिकाउनु भयो। अनि हामी तपाईँहरूलाई पनि धन्यवाद दिन चाहन्छौँ जसले हामीलाई प्रार्थना गरिदिनु भयो, हाम्रो निम्ति हामीलाई प्रार्थनाद्वारा सहायता गरिदिनु भयो। अनि त्यसै गरी हामीलाई पठाउनु हुने हाम्रो अगुवाजनहरू अनि परिवारको निम्ति पनि हामी धन्यवाद दिन चाहन्छौँ। अनि त्यसै गरी हामीलाई यहाँनिर विभिन्न रूपमा हामीलाई 3 महिना अवधिमा रहँदै गर्दाखेरि हामीलाई चाहिँ विभिन्न कुराहरूबाट सहायता गर्नुभएको निम्ति पनि धन्यवाद। अनि साथै हामीलाई तालिमहरू सिकाउनु भएको हाम्रो नकुल अङ्कललाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ। साथै उहाँले आफ्नै छोराछोरीलाई जस्तै गरी हामीलाई माया गरेर सिकाउनु भएको थियो। अनि त्यसै गरी हामी धन्यवाद दिन चाहन्छौँ। अनि सबैजनालाई हामी धन्यवाद दिँदै म मेरो आशिष यही राख्न चाहन्छु। सबैजनालाई जय मसीह। विशेष र स्मरणीय दिनमा यस दीक्षान्त कार्यक्रमका प्रमुख अतिथिज्यू, नेसनल डिरेक्टरज्यू, प्रिन्सिपलज्यू, शिक्षक वर्गज्यूहरू, विभिन्न मण्डलीबाट पाल्नु भएको पास्टर तथा अगुवाज्यूहरू तथा यसै मण्डलीका विश्वासी जनहरू, साथै मेरा सम्पूर्ण साथीहरू र आफ्नै तर्फबाट सबैलाई येशू ख्रीष्टको नाममा न्यानो अभिवादन, जय मसीह। म सहिम बिसुङ्के, गोदावरी क्रिस्चियन सेन्टर टाउखेल गोदावरी 3बाट हुँ। सबैभन्दा पहिले हामी परमेश्वरप्रति धन्यवाद दिन चाहन्छौँ जसले हामीलाई उहाँको वचनमा बढ्न मौका दिनुभयो। साथै यस यात्रामा हामीलाई सिकाउनु भएको शिक्षकहरूप्रति हामी अत्यन्तै आभारी छौँ जसले हामीलाई मण्डली इतिहास, उपदेशक विज्ञान, अगुवापन, सुसमाचार, आराधना, बाइबल सर्वेक्षण आदि विषयहरू सिकाउनु भयो। तपाईँहरूको धैर्यता, प्रेम, समर्पणले हाम्रो आत्मिक जीवनमा गहिरो प्रभाव पारेको छ। त्यस्तै प्रत्येक दिन हामीलाई स्वादिलो भोजन तयार पार्नुहुने हाम्रो खाना पकाउने आन्टीप्रति पनि हामी मनदेखि आभार व्यक्त गर्दछौँ। तपाईँहरूको सेवा र माया बिना हाम्रो सिकाइ यात्रा पुरा बनाउन सम्भव थिएन। हामी प्रार्थना गर्छौँ कि परमेश्वरले तपाईँहरूको सेवा, प्रेम र मेहनतको उचित फल दिनुहोस् र तपाईँहरूको जीवनमा दिनदिनै आशीर्वाद थपिदिनुहोस्। म आफ्नो मण्डली गोदावरी क्रिस्चियन सेन्टरप्रति पनि आभारी छु जसले मेरो निम्ति प्रार्थनाको साथ मलाई भरोसा गरी पठाइदिनु भयो। धन्यवाद। परमेश्वरले सबैलाई आशिष दिनुभएको होस्। जय मसीह। धन्यवाद सहिम भाइलाई। सहिम भाइ झन् सृष्टिभन्दा पनि पछाडि सृष्टि ट्रेनिङ आउनुभएको अरे भन्ने थाहा पाएर फेरि आयो कुरा। अब के गर्नु त, 2 महिना सकिसक्यो, सृष्टि सँगसँगै आउनुभएको व्यक्ति आउनुभएछ। मैले सोचेकै थिइनँ यति धेरै व्यक्तिहरू आउनुहुन्छ भनेर। हाम्रो 3 मन्थको ट्रेनिङ चाहिँ आज चाहिँ सकिएको छ है। इट फिल्स लाइक वी जस्ट जोइन्ड यस्टरडे बट इट हेज अलरेडी एन्डेड है। हामी हिजो भर्खर जोइन गरेर चाहिँ क्लास सुरु भएको जस्तो लागिरहेको थियो है। सकिसक्यो क्या आज चाहिँ। अचम्म लाग्छ कति साह्रो टाइम बित्यो भनेर। अनि जसरी यहाँनिर चाहिँ यस्तो गर्मीमा पनि आफ्नो समय दिएर चाहिँ हाम्रो पास्टरबाहरू, नेसनल डाइरेक्टर, हाम्रो अतिथिहरू, अनि हाम्रो शिक्षकहरू, हाम्रो अभिभावकहरू, अनि विशेष गरी आवर पास्टर्स फ्रम आवर पास्टर किथ एन्ड पास्टर जेरड, थ्याङ्क यू सो मच फर कमिङ हियर एन्ड गिभिङ अस योर प्रेसियस टाइम। अनि यो 3 महिनाको अवधिमा चाहिँ हामीले चाहिँ धेरै कुरा सिकेको छ है। जस्तै कि यो चाहिँ जस्ट एउटा ट्रेनिङ मात्रै छैन, इट वाज नट जस्ट ओन्ली अ ट्रेनिङ, तर यो चाहिँ हाम्रो चाहिँ जीवनमा चाहिँ जसरी हामी भर्खरै अहिले ट्रेनिङमा आएको छौँ होइन,
अनि यो चाहिँ जस्ट एउटा ट्रेनिङ मात्रै थिएन, यसले चाहिँ हाम्रो चाहिँ स्किल डेभलपमेन्ट एज वेल एज हाम्रो जीवनमा कसरी चाहिँ हामीले चाहिँ परमेश्वरलाई चाहिँ आफ्नो फर्स्ट प्रायोरिटी बनाएर चाहिँ हामी जान सक्छौँ भनेर चाहिँ हामीले चाहिँ यसबारे सिकेका छौँ। अनि मैले इन्ट्रोडक्सन गरेर बिर्सेँ है, सरी। मेरो नाम चाहिँ सृष्टि विसुन्के अनि म चाहिँ लाइफ इन्टरनेसनल चर्च तौखेलबाट आएको। अनि यहाँनिर चाहिँ हाम्रो टिचरहरूले चाहिँ यस समयमा चाहिँ हामीलाई होमिलेटिक्स होइन, उपदेशक विज्ञान तथा हिस्ट्री अफ चर्च अनि इतिहास, मण्डली इतिहास र हाम्रो बाइबलको चाहिँ विशेष जान्नुपर्ने कुराहरू चाहिँ हाम्रो टिचरहरूले हामीलाई धेरै कुरा सिकाउनु भएको छ। अनि एट फर्स्ट होइन, म सुरुमा सिक्दाखेरि चाहिँ मलाई आफैलाई, म त पहिल्यैदेखिको क्रिस्चियन थिएँ, आई वाज बोर्न क्रिस्चियन, बट आई डिडन्ट नो द थिङ्स द्याट वेयर बिङ थट हियर। हामीलाई जति कुरा यहाँ सिकाउनु भएको थियो नि त्यो चाहिँ मैले जानेको थिइनँ। अनि मलाई आफैलाई आई फेल सो डम के म क्रिस्चियन हुँदा पनि मैले चाहिँ यस्तो कुरा जानेको रहेन रहेछु है, त्यस्तो लाग्यो क्या मलाई। अनि जब म अध्ययन गर्दै गएँ, जब हाम्रो टिचरहरूले चाहिँ हामीलाई अझै सिकाउँदै अझै गहिरोमा लाँदै जानुभयो नि, आई फेल्ट द प्रेजेन्स अफ लर्ड है। हाम्रो टिचरहरूले कति मिहिनेत गरेर हामीलाई सिकाउनु भयो होइन। अनि हामी जुन यो टिनेज समयमा चाहिँ वी सुड बी गोइङ अराउन्ड होइन, वी सुड बी ह्याङ्गिङ अराउन्ड इन दिस वर्ल्ड होइन, वी सुड बी इन्जोइङ द वर्ल्ड नि त होइन। हामी अहिले टिनेज अवस्थामा त हामी त संसारको रमाउलमा पो रमाइलो गर्नुपर्ने होइन र। आई सी माई फ्रेन्ड्स, मैले मेरो साथीहरूलाई देख्छु होइन, उनीहरू पुरा रमाइलो गर्दैछन् कि होइन। ती अब मेरो त भर्खर एससी सकेर म 3 महिना त घरमै हो नि त, इट्स 3 month भ्याकेसन फ्रम आवर स्कुल। अनि सबै साथीहरू हेर्दाखेरि चाहिँ तिनीहरू चाहिँ एकदमै रमाइलो गरिरहेछ क्या। अनि म आफैलाई सोच्छु, मैले त परमेश्वरको यस्तो ज्ञान चाहिँ मैले लिन पाएको छु, म कति ब्लेस्ड छु क्या। त्यो व्यक्तिहरू लाइक दोज फ्रेन्ड्स हु आर लर्निङ, हु आर इन्जोइङ इन द वर्ल्ड, दे डोन्ट नो क्राइस्ट, they don't know who Christ is, but I have got this chance. मैले चाहिँ यो चान्स पाएँ, I got the chance to know the Lord. And I would like to thank this YFC and our Nepal Westland Church for giving us this opportunity to learn about how Lord is great and why we need Lord in our life since we are young. अनि हाम्रो साथीहरूले पनि हामीलाई चाहिँ धेरै विभिन्न कुराहरूमा चाहिँ सिक्न पनि सहायता गर्नुभयो, रमाइलो पनि गर्नुभयो। इट वाज फन इन्जोइङ। अनि हामीले विभिन्न कुरा रमाइलो गरेर पनि सिक्यौँ, हाँस्दै होइन, खेल्दै। अनि हाम्रो 4 दिनको लिडरसिप ट्रेनिङ पनि भयो। अनि हिजो भर्खर पनि हामीले 2 दिनको चाहिँ हामीले ट्रेनिङ पनि लियो, हाउ टु लिड चाइल्ड इन लर्ड्स मिनिस्ट्री भनेर चाहिँ। हामीले चाहिँ वी लर्न मेनी थिङ्स है यो 3 महिनामा चाहिँ। हामीले जति चाँडै समय गयो नि, हामी त्यो अन्तरालमा चाहिँ हामीले यति कुराहरू सिक्यौँ होइन। अनि मलाई अहिले पनि अचम्म लाग्छ यति 3 महिना कति चाँडै बित्यो भनेर। आई एम सक द्याट हाउ टाइम हेज फ्लाइ सो फास्ट। And I am so grateful for everyone who has come here, for every teachers, for every pastors, for everyone who has given us their precious time to teach us about Lord. So यति नै हो मेरो 3 महिनाको आशिष चाहिँ। जय मसीह।
विशेष गरी यो 3 महिना अवधिभित्र हाम्रो यहाँ आउनुभएकोले धेरै कुरा सिक्नुभयो अनि साथसाथै अस्तिको दिनदेखि हामीले के एउटा गीत गाउने सोचिरहेको थियो अनि यो गीत आज गाउन जाँदैछु। विशेष गरी तपाईँले हाम्रो लयलाई हामी मिलाउने नै छ, तर साथसाथै तपाईँले हाम्रो लयलाई हाम्रो स्वरलाई भन्दा विशेष गरी यो गीतमा रहेका शब्दहरूलाई तपाईँले मनन गरिदिनुहोस्। त्यो शब्दद्वारा चाहिँ साँच्चै नै परमेश्वरको महिमा हुनसक्छ भने चाहिँ म विश्वास गर्दछु। अनि यो समय हामी यो गीत गाउनेछौँ। तपाईँले यो गीतलाई तपाईँले राम्रोसँग आनन्द भएर लिन सक्नुहुन्छ। यात्रा मेरो सकिएको छैन, यात्रा मेरो सकिएको छैन,
on this couple for your service. पिता परमेश्वर हामी तपाईसँग प्रार्थना टक्राउँदछौँ यो जोडीलाई तपाईँ प्रभुले आफ्नो सेवामा प्रयोग गर्नुहोस् We have recognized their spiritual qualifications. उनीहरूको आत्मिक जीवनलाई हामीले नियालेर हेरेका छौँ र उनीहरूको आत्मिक योग्यतालाई हामीले नियालेर हेरेका छौँ And we are now commissioning them to service in the ministry of the church. अनि मण्डलीको सेवाको निम्ति उहाँहरूलाई हामी अभिषेक गर्न जाँदैछौँ You alone, Lord, can ordain them. प्रभु तपाईँले मात्र अभिषेक गर्न सक्नुहुन्छ And so, by faith, we are taking that step and ordaining them to the ministry in Jesus' name. ख्रिस्ट येशूको नाउँमा तपाईँको अधिकार लिएर हामी उहाँहरूलाई अभिषेक गर्दैछौँ Father, we pray that you will give them grace and wisdom and ability and spiritual knowledge. प्रभु तपाईँ प्रभुले आत्मिकी रूपमा तपाईँ अनि तपाईँको अनुग्रह र कृपा तपाईँ परमेश्वरले आफ्नो छोराछोरीमाथि राखिदिनुहोस् To fulfill this God-sized responsibility. त प्रभु तपाईँले दिनुभएको जिम्मेवारीलाई पुरा गर्नको निम्ति For it's in Jesus' name we pray. ख्रिस्ट येशूको नाउँमा हामी चढाउँदछौँ And we anoint our brother in the name of the Father, Son, and Holy Spirit to ministry in Jesus' name. हामी ख्रिस्ट येशूको नाउँमा तेलद्वारा पनि हामी अभिषेक दिँदछौँ And we anoint his wife to be a helpmeet for Brother Gopal in the name of Jesus Christ. अनि उहाँको श्रीमतीलाई पनि हामी अभिषेक गर्छौँ ताकि भाइ गोपाललाई उहाँको सेवकाईमा सहायता गर्न सकौँ In Jesus' name we pray. ख्रिस्ट येशूको नाउँमा आमेन She is sick. If we give some responsibility, she will never say no. She will do as you know. उहाँ चार खुट्टा टेकेर पनि हाम्रो सेवामा र विद्यार्थीहरूको सेवामा निरन्तर सेवा गर्ने दिदी हुनुहुन्छ हामी तालीले आशीर्वाद Ready?